साथीहरु आज हामी एउटा रहस्यमय गुफातर्फ लागिरहेका छौं। यो बास काट्छमै चुप्लाई हेरिन। यही बाटोदेखि हामी हिँडिरहेका छौं, अघि बढिरहेका छौं। हाम्रा दुईजना भाइहरु हुनुहुन्छ, उहाँहरु पनि यस गुफालाई हेर्नको लागि हिँडिरहनु भएको छ। एकदम चनाखो भएर कुटिलो भएर हामी त्यसतर्फ त्यस ठाउँतर्फ लागिसकेका छौँ। अब केही समयपछि हामी त्यस ठाउँमा पुग्नेछौँ। हेर्नुहोस्, यो भिडियोलाई अन्त्यसम्म हेरी तपाईहरुको आफ्नो धारणा कमेन्टमा भनिदिनु होला, के छ कस्तो छ, यो भिडियो कस्तो लाग्यो भनेर। त्यसैले हामी अब केही समयपछि त्यस गुफामा पुग्नेछौँ। त्यो गुफा माथि रहेको छ, हामी बाटो लागिरहेका छौँ। यहाँदेखि जानेवाला छ, यहाँदेखि अगाडि पुगिसक्नु भएको छ। ओहो, धन्यलो थिएन। हेर्नुहोस्, हामी त्यहाँ पुग्न लागिसकेका छौँ। समयपछि बास काट्न पर्दैन। पछाडि त्यो गुफा रहेको छ, हेर्दै जानुहोस्। यही माथि रहेको छ यसको, यो डाँडा पछाडि रहेको छ। अब हामी केही समयपछि पुग्नेवाला छौँ, हेर्दै जानुहोस्। यतातिर रहेको छ, योभन्दा उता साइडपट्टि हेर्दै जानुहोस्। अब हामी त्यसतर्फ लागिसकेका छौँ। अब हामी पुग्न आँटिसकेका छौँ। हामी गुफा यहीँ पछाडि रहेको छ। दुईजना भाइहरू जोसेर अगाडितिर गइसक्नु भएको छ। बाघ हुन सक्छ है, अलि विचार गरेर बाघ हुन सक्छ। यहाँ रहेको छ गुफा, हेर्नुहोस्। यहाँदेखि भ्यूज पनि एकदमै राम्रो देखिन्छ, तर यहाँ अलि एकदम भित्रको ठाउँ छ। त्यसैले हेर्नुहोस्, गुफा, हामी गुफामा आइसक्यो। गुफा एकदमै भित्रसम्म रहेको छ, एकदमै भयङ्कर छ गुफा, हेर्न सक्नुहुन्छ। गुफा एकदमै ठुलो रहेको छ, भित्रसम्म छ। तपाईँहरू के कस्तो धारणा रहेको छ हेर्नुहोस् गुफाभित्र। भित्र जान अलि सम्भव छैन, त्यसैले हामी बाहिरदेखि चाहिँ यसो भिडियोलाई उस गरिरहेका छौँ। भित्र जान अलि असम्भवै भइरहेको छ। हामी अरू पनि गुफा देखाउँदैछौँ हजुरलाई।
हाम्रो अरू गुफाहरू पनि छन्। यो अलि ठुलै खालको गुफा छ, तर अरू चाहिँ अलि साना साना खालको गुफाहरू छन्। यस पछाडि पनि यो पछाडि पनि गुफा रहेको छ, यो ढुङ्गा पछाडि। हेर्नुहोस् यो ठुलो ढुङ्गाले, यो ढुङ्गाको यो ओडारको माथिपट्टि ढलान सिलिङ बनेको छ र यहाँ तलतिर पनि ढुङ्गा छ, तर पनि माटो पनि छ। माटो ढुङ्गाले बनेको छ, तल माथि ढुङ्गै ढुङ्गा छ। भित्र के आकृतिहरू छन्, तर ती आकृतिहरू सहजै देख्न नसक्ने हुनाले हामी बाहिरदेखि देखाइरहेका छौँ। अब हामी अवलोकनको लागि फेरि अगाडि बढ्दैछौँ। अरू गुफाहरूमा पनि हामी जानेवाला छौँ। हेर्नुहोस् गुफाहरू यहाँ धेरै मात्रामा हुनाले हामी एकदमै गुफातर्फ लागिरहेका छौँ। यो ढुङ्गादेखि छिर्नु पर्ने हुन्छ। यो ढुङ्गादेखि छिर्न अलि असहजै छ, त्यही पनि तपाईँहरूलाई म छिरेर ल साथीहरू हामी हेर्नुहोस्, हामी यता आइसक्यौँ। हेर्नुहोस् हाम्रो यस्तो छ, यो गुफा यस्तो छ। तपाईँहरूलाई मैले देखाएको थिएँ नि यतापट्टिको ढुङ्गा, हेर्न सक्नुहुन्छ कि यहाँदेखि हामीहरू छिरेका हौ र ओडार त्यो गुफा उता रहेको छ, उता गुफा रहेको छ र हामीहरू अब यतापट्टि आइसकेको छौँ। हेर्नुहोस् यो चाहिँ एकदमै ढुङ्गाको ठुलै उस छ। हेर्नुहोस् यस्तो छ र यहाँ तल पनि एउटा ठुलो खाल्टो छ, चर छ। हेर्नुहोस् कस्तो छ, भित्रै छ, धेरै भित्र छ। यो धेरै भित्र जान मिल्नेछ, तर हामी यहाँ छिर्न सकिन्न, सुतेर जानुपर्छ यहाँदेखि जानलाई। यहाँ चाहिँ डिप्सन जानु हुँदो रहेछ, हामी अरू यसै कारणले हामी अझै अरू गुफाहरू पनि छन्। यहाँ थुप्रै यस्ता ढुङ्गाका विभिन्न आकृतिहरूले बनिरहेका यस्ता उसहरू छन्, यस्ता रहस्यमय गुफाहरू छन्। तर यसको रहस्य के हो भन्ने कुरा हामीहरूलाई थाहा छैन त्यति। यसको रहस्य हामीहरूलाई त्यति थाहा छैन। यसको रहस्य हामीहरूलाई थाहा छैन, त्यही पनि हामीहरू यसको अवलोकन गरिरहेका छौँ। यसको रहस्य बुझ्नतर्फ लागेका छौँ, के बुझिन्छ कि भन्ने। या खुट्टा काट्यो, हेर्नुहोस् त साथीहरू मेरो खुट्टा काट्यो, रगत आइरहेको छ। काँडाहरू धेरै छ, हेर्नुहोस् काँडा कति छ। यस्तो काँडाहरूले गर्दाखेरि एकदमै हिँड्न असहज भएको छ। त्यही पनि हामीहरू आफ्नो तपाईँहरूलाई यस भिडियो देखाउनको लागि हामीहरू एकदमै साहसीपूर्वक हिँडिरहेका छौँ। हेर्नुहोस् यहाँ बाटो हुनसक्छ। यहाँ पनि रहेछ त गुफा, यहाँ माथि पनि रहेछ त। यहाँ त झन् ठुलो खाल्टो रहेछ, हेरौँ न है। यसो हेरौँ, ओहो त्यहाँ त जानै मिल्दो रहेनछ, भित्र जानु रहेछ होइन, ठिक्कको रहेछ, तर जान मिल्दैन। हिँड्नुहोस् हेर्नुहोस् साथीहरू, अब हामीहरू केही समयपछि फेरि पुग्ने होला। तपाईँ हेर्नुहोस् फेरि हामीहरू अगाडि बढ्दैछौँ। यस्तो सानो गुफाहरू घुम्न क्या, यस्तोलाई अलि भन्छ, तर पनि यहाँ केही जीवहरू रहन सक्छन्, केही बस्न सक्छन्, जीवहरू बस्न पनि सक्छन् होइन। हेर्नु यस्तो मात्रै छ, यसमा केही जीवहरू बस्न सक्छन् केही जीवहरू। हेर्नु यस्तो काँडा छ, यस्तो काँडादेखि यस्तो पहाडदेखि हामी तल झऱ्यौँ बल्ल बल्ल। अब हामी अर्को गुफातर्फ लाग्छौँ। ओहो काँडाबाट नि कस्तो लास्टै गर्दो रहेछ, काँडाहरू धेरै रहेछन् यतातिर। त्यसैले हामीहरू एकदम
खोज गरेर हिँडिरहेका छौँ। हेर्नुहोस् अब यिनीहरू अगाडि हिँडिरहेका छन्, अवलोकन गरिरहेका छन्। झन् भयङ्कर ठुलो गुफा छ। भयङ्कर भन्छन् के अरे, हेरौँ है त्यही पनि कस्तो छ के कस्तो छ अवलोकन गरिरहौ है, अवलोकन गरिरहन्छौँ हामीहरू। हेर्न सक्नुहुन्छ माथिसम्म छ है, एकदम चढ्न प्रयास गरिरहनु भएको छ।